हानु हाइकिङ जानुभन्दा अगाडिको डाइट हाम्रो आजको हाम्रो हाइकिङ टोली तातो तातो समोसा एकदम रेडी हुँदैछ गाइस। ल यो बाख्राको बर्कुलाहरू खाने अलिक एनर्जी आउँछ है। ल बाबु के छ त चस्मा लगाएर देखिँदैछ? हामीले आज टुरमा हाइकिङ एकजना अन्डा पनि लाँदैछौँ, कस्तो हुन्छ होइन। हाम्रो चाहिँ अन द वे फोटो सेसन चलिरहेछ। थकाइ मारिरहेछौँ हामी। एकछिन गरेर फाक भएको अवस्था। ल सबैको अनुहार पिलित्त भइसक्यो। हाम्रो भाइकै मेरो चाहिँ झिलिक्क छ है। बचाउन खोज्दैछु मरेका आशालाई छौ तिमी मनमै बस्नु है तिमी हुँदा त हटाउने हौ जस्तै फुलिरहनु मेरो त नै छ र कहिलेकाहीँ बोलिरहनु आकाश जस्तै चम्किरहनु सुन जस्तै अडिरहनु मेरो त नै छ र कहिलेकाहीँ सम्झिरहनु। बाबुको गर्लफ्रेन्डलाई सम्झेर भावुक भयो है। तपाईँहरू विश्वास गर्नुहोस् नगर्नुहोस्, हामी चाहिँ अहिले लुकीछिपी अमेरिकातिर जाँदैछौँ। हामी ट्रम्पलाई टेर्दैनौँ। हेर्नुहोस् एकदम डरलाग्दो बाटोमा वन भालु चित्तहरू यहाँ अगाडि हिँडिरहेछन्। हामी बाटोमा थकान पनि मेट्छौँ। ल यता 2-3 जना बाँदरहरू आइरहेछ। रिसन त खै आउनु नि अलिक। यता पनि फर्कले यतापट्टि ओइ भाइ अलिक क्लोज आऊ। Let's go.
यही हो हाइकिङको रमाइलो, थकान मेटाउने एक मात्र उपाय। एकदम रमाइलो भइरहेछ होइन भाइ? यसरी थकान मेटाउने हो हामी, रमाइलो गर्दै गर्दै। अझै बाटो लामो छ जानुलाई, ऊ माथि। विदेशतिर सेतो हिउँ पर्छ, हाम्रोतिर त यस्तै हिउँ पर्छ। एकचोटि हिउँ बबाल दाइ, वाउ, जस्ट लाइक अ वाउ। तपस्या गरेको अहिलेसम्म मात्र 27 वर्ष भइसकेको छ। मलाई एउटा केटी चाहियो। ल फाइनली हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ, तर ओभर गाह्रो। भाइको हालत के हो? ल हाम्रो चटपट पनि रेडी भयो अब लगभग। चम्ची 5 स्टार सेफ प्रजल बनाएको हाम्रो यस्तो ठाउँमा बसेर चटपटे मिठो 5 स्टार सेफ अब यस्तरी क्या यो सुकुटी चटपटे खाएँ ल। पिसमा एउटा मात्रै आउनु पर्ने यसरी खाएँ ल। उसको फेरि खट्टा छ। पिसमा एउटा हो। 1 piece per person. सुकुटी चटपटे यसरी जे बेलमा बजाउन क्वान्टिटी भएको छैन। दुधको फिटा नि त्यो। पर हौ जे बेल चाहिँ। अनि यो चटपटे त के अरे सुकुटी 2 गाँस खाँदा पनि चटपटे चाहिँ 4-5 गाँस हुने रहेछ त। चपाएको चपाइ चपाएको चपाइ। के त भनेको? टेक नम्बर 50 एक्सन।